ल अब हाम्रो चाहिँ जेठानी देउरानीको लामपछि भेटमा चाहिँ अब हाम्रो डिनर सुरु हुँदैछ है त। खाना आज श्राद्धको दिन त अलिकति घिउ खानुपर्छ नि खुसबु जति बास्ना आयो त्यति त्यति खुसी। ल यो धेरै लामो समयपछि जेठानी देउरानीको आज भेट भएको छ। घिउ हालेको श्राद्धमा है त। ल लिएन होला तिमीले लिएछ घिउ हाले तपाईँलाई खाएँ ल। ल है बाबु हामी चाहिँ अब एकछिन घुम्न गएको है त। घुम्ती बजार त्यो तरकारी राम्रो कस्तो लाग्छ त आफैले बनाएको सब्जी। आफै बनाउने आफै खाने है। आफै बनाउने आफै खाने। देउरानीले बनाएको त खाऊँ ल भनेको त जेठानी आएर पकाउनु पर्ने। देउरानी सिक्दैछु। यस्तो छ अहिलेको जमाना। सिक्दैछु गाइजहरू म पनि बनाउन। देउरानीले पकाएर खुवाउने भने त जेठानीले पकाएर खुवाउनु पर्ने। अहिलेको छोरी बुहारीहरू जान्दैन नि त सुरुमा। जेठानीले सिकाउने अनि सासूले सिकाउने अनि प्रफिट भयो भने म लास्टमा पकाएर खुवाउँछु। ल यहाँ हेर्नु आज हाम्रो चना छ, फर्सीको तरकारी छ, यो चाहिँ अदुवा र मटरको अचार छ, गदेको अचार छ, मुला पहाडे मुला र आलुको अचार छ, यो भात भइहाल्यो, यो मटर पनिरको झोल, खिर, दही, दाल, पानी। आज मेरो जेठानीले पकाएको एकदमै मिठो पर्फेक्ट छ है त साथीहरू।